हेलो गाइज, आज चाहिँ हामी के गर्न गइरहेको छौँ च्यालेन्ज जो चाहिँ अहिले टिकटक, युट्युब सबै ठाउँमा फर यू पेजमा ट्रेन्डिङमा चलिरहेको छ। आज चाहिँ हामी चाहिँ अब आस्था गएर होम बार्गेनिङ गएर बला बला धेरै ठाउँ गयौँ यो सामानको लागि चाहिँ। अब चाहिँ हामी स्टार्ट गर्छौँ है त। हाम्रो फर्स्ट कलर रहेको छ येल्लो। फर्स्ट वान चाहिँ कलर एल खतम परेछ ल 1 2 3 के हो यो ल खोल्ने मैले खोल्नमा पनि पास्ता हो गाइस अहिले चाहिँ मलाई पास्ता लिएर आएछ। थ्याङ्क यू सो मच। खाना खानु न अनि पास्ता लिएर आइदिएको अनि उसको चाहिँ अब हामी चाहिँ नयाँ रुममा जाँदैछौँ नि त साथीहरू। वाउ लुगा टाङ्ने लुगा सुकाउने वाला कति राम्रो मलाई यो चाहियो थियो। थ्याङ्क यू दिदी यो फुटिसक्यो होइन यहाँ थ्याङ्क यू दिदी। राम्रो छ अब हामी अबको हाम्रो दोस्रो कलर व्हाइट। व्हाइट चाहिँ के छ फेरि यहाँ कलर के छ भने कुन कलर व्हाइट। वाउ यो दिदीले चाहियो त ल मैले बनाउन यो पनि राम्रो छ वाउ डेकोरेसन गर्न मैले चाहिँ उसलाई चाहिँ अब नयाँ रुममा सजाउनलाई चाहिन्छ भनेर मसँग अलरेडी छ धेरै त्यही भएर अब कुन कलर रेड कलर। यहाँ हेर्नु त गाइज मेरो गाडी। अब म यो चढेर ड्युटी जान्छु। अब ड्युटी जाने दिदी यो चाहिँ कस्तो राम्रो क्यान्डल छ। कति राम्रो छ अब वाउ, कस्तो राम्रो यो वासना आउँछ। क्यान्डल भइसकेपछि मैले यसमा चिया खाना पनि हुन्छ सिक्साको कुरा छ कति महँगो महँगो लागेको दिदी हजुरले त्यही सेम हो क्या प्राइस। तर कति राम्रो छैन मेरो यो यो केही छैन, यो गाडी बुढाउँछु मैले एकछिनमा। अब तेस्रो चाहिँ ब्राउन। पायो 1 2 3 या मैले के ल्याएँ वाउ क्युट छ। दिदीले खेलाउनुहुन्छ रातिभरि यसलाई यो चाहिँ खानेकुरा भ्यालेन्टाइन डेको। ओ माई गॉड दिदी मलाई पर्पल खानु मेरो चाहिँ यस्तो गाढा कलरहरू चाहिँ कुनै कलर पाएको यो कलर खोज्नलाई चाहिँ मैले धेरै स्ट्रगल गरेको हो थिएँ। मैले पनि गरेको स्ट्रगल ब्राउन कलर लास्टमा मैले फेरि अब केही भएन पायो भनेर खानाको ठाउँमा गएर मैले यो पाकेकै लिएर आएँ। ब्लू खोज्दा खोज्दा मैले ब्राउन पाएको राम्रो छ त्यो त भित्र जाँदो रहेछ। थ्याङ्क यू सो मच। राम्रो छ अर्को चाहिँ छ ओरेन्ज। 1 2 3 यो के हो यो एनर्जी एनर्जी ट्याब्लेट यो चाहिँ ह्यान्ड वास। केही पनि खाएको छैन मैले। अनि यो कलर ओरेन्ज चाहिँ दिदीले कति काम लाग्ने कुरा किनेको छु मैले कति नराम्रो किनेछु केही पनि हुँदैन सबै एनर्जी त झन् एनर्जी। दिदीले मेरो रुमको लागि सबै किन्नु भएको मलाई किन्नै पर्दैन केही पनि अब चाहिँ पिङ्क। ल पिङ्कमा चाहिँ दामी छ। ल 1 2 3 ओ माई गॉड हजुरले कति महँगो किन्नुभएको दिदी यो 1 पोइन्टको ओ माई गॉड तिमीले देखाइदिएनौ? नै 1 कै हो यो नि। मेरो सबै 1 कै छ। तर मैले के किनेछु यो वाटरमा तर बोतल दिनुभयो वाटर मैले जुस दिएँ ल मिक्स गरेर दुईटैले खामा खामा। ल थ्याङ्क यू थ्याङ्क यू सो मच। अब चाहिँ ब्ल्याक। ब्ल्याक त मेरो हातमै छ। ब्ल्याक त मैले काम नलाग्ने किनेछु साँच्ची 1 2 3 यो धन्न मैले किनेन ओ मेरो सिङ्गार हाल्नलाई छैन भने त मैले यो ब्याग लिनु अनि आफ्नो सिँगारको सामान लिएर काममा जानु यस्तो यो के सिँगारको सामान परेछ सेम यस्तो के उसलाई चाहिँ मैले यहाँ अब रुममा आइराखेको हुन्छु
कपाल पोर्नु पर्यो कायो देऊ न भनेपछि दिदी कपाल कायो छैन भन्छ के छैन मसँग एउटै कायो छ त्यस्तो बिजाउँछ के त्यही भएर मैले सोचेँ ब्ल्याकमा केलिम अनि पिङ्क पनि थियो अनि मसँग चाहिँ कलर चाहिँ ब्ल्याक चाहिएको थियो अनि मैले पुरा खोजेँ दौ दौ पाएको ब्ल्याक घरमै तर यतिले मेरो कपाल कहाँ हुन्छ मेरोसँग नि यत्रै छ कोर्छ कि हो र तर लास्टै मेरो चाहिँ पर्पल कलरमा छ क्या धेरै अब क्युट चाहिँ छ हाम्रो चाहिँ दोस्रो कलर? चाहिँ पर्पल कलरलाई ल भयो 1 2 अब ल देखाउ तिमी पनि 3 के हो त्यो पर्फ्युम मैले टोयलेट वासर किनेको छु ए तिमीले टोयलेट पर्फ्युम दिएछौ मैले टोयलेट चाहिँ ल तर मिलेछ होइन कुराहरू मिलिरहेछ जे भए नि हामीले जे भए पनि सिङ्गारको सामानहरू पनि दुइटाले मेकअपहरू अलिकति, अब चाहिँ राम्रो छ गाइजहरुमा सुनिरहेको राम्रो छ राम्रो छ के बढी पर्छ अब चाहिँ अर्को आयो ब्लू मैले ब्लू कलर बहुत मुस्किलले पाएको उसले मलाई त ब्लू कलरको लागि लिटरली यति हिँडाएको छ आज मैले पाइसकेको थिएँ सबै कुरा उसले ब्लू कलर भएन दिदी अर्को मार्केट जाँदैन मैले केही पाउँदैन ब्लू कलरको काम लाग्यो खालि खानेकुरा थियो वाउ यो हेर्नु हजुर कामको लागि डायरी दिदीले हिजो कामबाट आउने बेला मलाई एउटा पेपर देखाउनु हो त्यसैमा लेख्नु हो त्यो सबै अनि मैले दिदीको लागि डायरी किन्छु डायरी चाहिँ किनेको थियो त्यो डायरी चाहिँ हरायो ल यो काम लाग्न रहेछ राम्रो वाउ हेर प्राइस पनि हो कि तिमीले भनेछौ नि त्यसै हो प्राइस गाइजहरू हेर्नु त कति ब्युटिफुल मैले म त अब यो यसमा सबैमा चिया हालेर खान्छु ऊ चाहिँ चिया लभर के हामी उठेरै हुँदैन म किचनमा गएर चिया बनाएर पिसकेको हुन्छ हामी उठ्दाखेरि ल अब चाहिँ लास्ट ग्रीन कलर ग्रिन 1 2 3 खानेकुरा यो चाहिँ केही पाइनँ अनि मैले के लास्टमा के मैले चाहिँ त्यो फ्लावरलाई चाहिँ अब पत्ता ग्रिन भएर त्यसलाई ग्रिन भनेर व्हाइट खोज्छु भनेर गएँ होला तर फेरि व्हाइट पनि त्यस्तो राम्रो केही पाइनँ त्यही कमै कम पाउन थालेँ मैले हजुरलाई खानेकुरा कति धेरै ल्याएको छु तिमीले पास्ता भन्ने थाहा भएन पास्ता ल्याइदिए चिप्स त्यही ल्याइदिए चाहिँ मैले फेरि सावर जेल त जापान एक्जाम लाग्छ अब नयाँ रुमबाट झनै लाग्छ अब यताको सामान हामीले बोक्न छेउ मान्छेमा आधी सकेको भनेर पनि सावर जेल थ्याङ्क यू भेरी मच दिदी थ्याङ्क यू अब भर्खरै खानु यो लास्ट म खाइहाल्छु थ्याङ्क यू सो मच आजको हाम्रो च्यालेन्ज कस्तो लाग्यो भन्नु होला मैले सबै सामानहरू धेरै मन पर्यो गाइजहरू दिदीलाई पनि thank मलाई you। चाहिँ यो चाहिँ दिदीको जस्तै क्युट छ यो जस्तै लाग्छ यो गाइजहरूलाई एउटा कुरा थाहा छ हाम्रो नाम के हो थाहा छैन म चाहिँ विनिता ऊ पनि विनिता